नेपालमा एउटा यस्तो पवित्र भूमि छ जहाँ विश्वलाई शान्तिको सन्देश दिने गौतम बुद्धको जन्म भएको थियो। यो हो पवित्र लुम्बिनी। लुम्बिनी विश्वकै प्रसिद्ध बौद्ध तीर्थस्थल हो र यो नेपालकै गौरव मानिन्छ। यही ठाउँमा ईसापूर्व 623 वर्षतिर सिद्धार्थ गौतमको जन्म भएको इतिहासमा उल्लेख छ। लुम्बिनीमा रहेको माया देवी टेम्पल उहाँ जन्मिएको पवित्र स्थल मानिन्छ। मन्दिरभित्र रहेको प्राचीन पत्थरले बुद्ध जन्मिएको ठ्याक्कै स्थान देखाउँछ। यहाँ रहेको अशोक स्तम्भ पनि सम्राट अशोकले बनाएको ऐतिहासिक प्रमाण हो। लुम्बिनी क्षेत्रमा जापान, थाइल्याण्ड, म्यानमार, चीन लगायत धेरै देशहरूले आफ्ना सुन्दर गुम्बाहरू बनाएका छन्। त्यसैले लुम्बिनी केवल धार्मिक स्थान होइन, विश्व शान्तिको प्रतीक पनि हो। यदि तपाईँ जीवनमा एकपटक शान्ति महसुस गर्न चाहनुहुन्छ भने लुम्बिनी अवश्य जानुहोस्, किनभने यहाँ पुग्दा मन आफै शान्त हुन्छ र इतिहास जीवित जस्तो लाग्छ। तपाईँ लुम्बिनी पुग्नु भएको छ? कमेन्टमा लेख्नुहोस्।